अब लिमिट एन्ड कन्टिन्युटी फर्स्टमा बुझ्नुपर्ने भनेको लिमिट बुझ्नुपर्छ। लिमिट भनेको के हो त भन्ने कुरा बुझ्नुपर्छ। अब म सानो एउटा इक्जाम्पल दिन्छु है। जस्तै मसँग लिमिट एक्स टेन्स टु 1 एक्स स्क्वायर माइनस 1 बाई एक्स माइनस 1 एउटा सानो इक्जाम्पल छ। यसले भन्न के खोजेको त भन्दाखेरि एउटा लिमिट एक्स टेन्स टु 1 यो जुन छ एक्स टेन्स टु 1 यो भनेको के हो त एक्स टेन्स टु 1 भनेको एक्स 1 को नजिक जाँदाखेरि चाहिँ यो होल भाग भनेको भ्यालु भयो, कुनै एउटा फङ्सन एफएक्स होला। भनेपछि एक्स 1 को नजिक जाँदाखेरि यो होल भ्यालु चाहिँ कति हो भन्न खोजेको हो। पछि एक्स ठ्याक्कै 1 होइन कि एक्स को नजिक जाँदाखेरि भन्न खोजेको एक्स टेन्स टु 1 यो कुरा चाहिँ बुझ्नुपर्छ। जस्तै एक्स स्क्वायर माइनस 1 बाई एक्स माइनस 1 को भ्यालु भन्नु र लिमिट एक्स टेन्स टु 1 एक्स स्क्वायर माइनस 1 बाई एक्स माइनस 1 भन्नु चाहिँ फरक हो भन्ने कुरा भयो। किन भन्दाखेरि एक्स टेन्स टु 1 भनेको एक्स ठ्याक्कै 1 नभएको केसमा भयो। अब यसमा सिधै यदि कुनै एउटा एफएक्स जुन छ एट एक्स इक्वल्स टु 1 भनेको एक्स सिधै 1 हाल्दाखेरिको फङ्सन र लिमिट हाल्दाखेरि चाहिँ फरक हुन्छ भन्न खोजेको, त्यो कुरा चाहिँ बुझ्नुपर्छ है। ठ्याक्कै 1 चाहिँ पर्दैन भन्ने कुरा भयो। अब यसमा दुईवटा केस हेरौँ है त। जस्तै केस 1 छ। अब यो अघिको क्वेसन जुन छ लिमिट एक्स टेन्स टु 1 एक्स स्क्वायर माइनस 1 र एक्स माइनस 1। अब यसमा दुईवटा केस आउँछ। एक्स 1 को नजिक भन्ने कुरा भयो नि, यो भनेको एक्स टेन्स टु 1। अब एक्स 1 को नजिक भन्नाले यहाँ दुईवटा केस हुन्छ कि एउटा चाहिँ एक्स टेन्स टु 1 प्लस होला, एउटा चाहिँ के हुन्छ एक्स ठुलो भ्यालुबाट बिस्तारै 1 को नजिक आउला। जस्तै एउटा हाम्रो नम्बर लाइनको ग्राफ हेरौँ, जस्तै 1 होला, यहाँ कहीँनिर 1 छ है। अब एउटा त के हुन्छ भन्दाखेरि ग्रेटर भ्यालु होला, 1 भन्दा बढी भ्यालु होला है, 1 भन्दा बढी भ्यालु होला र 1 भन्दा बढी भ्यालु पनि के हुन्छ 1 को नजिक आउन कोसिस गरिरहेको होला नि त है, एउटा केस भन्यो। अर्को चाहिँ अब एक्स चाहिँ 1 भन्दा सानो होला, जुन चाहिँ 1 को नजिक आउनु खोज्दैछ। भनेपछि दुईवटा केसबाट हामीले चाहिँ हेर्न पर्छ यसलाई। अब एक्स टेन्स 1 प्लस भनेको एक्स चाहिँ 1 को नजिक आउनु खोजेछ तर 1 भन्दा अलिकति बढी भ्यालु छ भन्ने के गर्ने त, जस्तै एक्स टेन्स टु 1 प्लस र एफएक्स हेरौँ। जस्तै मैले एक्सको भ्यालु 1.1 हाल्यो भने के आउँछ त, यो इक्वेसनमा मैले 1.1 हाल्यो भने के आउँछ त भने यसलाई सल्भ गर्दा ठ्याक्क कति आउने रहेछ 2.1 आउने रहेछ है। अब त्यसै गरी मैले अझै नजिक ल्याएँ, 1 को अझै नजिक ल्याएँ, 1.1 भनेपछि 1.01 अझै मैले 1 को नजिक ल्याएँ, ठ्याक्कै 1 त होइन 1 को अझै नजिक ल्याएँ भने के हुन्छ यसको भ्यालु भनेको 2.01 हुने रहेछ भन्ने कुरा भयो। जस्तै यहाँ भ्यालु हालेर हेर्दा पनि हुन्छ। अब यदि मैले एक्सको भ्यालु चाहिँ 1.01 हाल्यो भने के हुन्छ त, यसको भ्यालु भनेको सिम्पली 2.01 आउने रहेछ भने यदि मैले भ्यालुलाई अझै 1 को नजिक ल्याउँदै गएँ अरे, मानौँ मैले चाहिँ नजिक भनेको 1.00001 ल्याएँ अरे भने त्यो केसमा एफएक्सको भ्यालु कति आउने रहेछ त 2.00001 आउने रहेछ भन्ने कुरा बुझ्यो। अब अर्को केसमा हेरौँ। अर्को केसमा चाहिँ एक्स यदि 1 भन्दा सानोबाट 1 हुने कोसिस गर्दैछ, जस्तै 1 भन्दा अलिकति सानो के हो त 0.9 हो नि, भनेपछि 0.9 बाट सुरु गरौँ। जस्तै 0.9 एक्सको भ्यालु 0.9 हाल्दाखेरि के आउँछ एफएक्सको भ्यालु 1.9 आउने रहेछ। त्यसै गरी 0.99 हाल्यो भने के आउँछ 1.99 आउने रहेछ भने। अब त्यसै गरी हामीले चाहिँ 1 को नजिक ल्याउने कोसिस गऱ्यौँ, त्यो भनेको 0.99999 गर्दाखेरि भ्यालु कति आउने रहेछ त 1.99999 भन्ने चाहिँ आउने रहेछ भ्यालु भनेपछि यो दुईटै केसमा हेरौँ त के भयो एफएक्सको भ्यालु कति आउने रहेछ त, यो भनेको 2 को नजिक आयो, यो पनि के हो त 2 को नजिक आयो नि। दुईटै केसमा के भयो त हाम्रो 2 को नजिक आउँछ भनेपछि हामीले के लेख्न मिल्छ लिमिट एक्स टेन्स टु 1 एक्स स्क्वायर माइनस 1 बाई एक्स माइनस 1 भनेको त 2 रहेछ भन्ने कुरा भयो। यति कुरा बुझ्नुभयो भने त लिमिट भन्न बित्तिकै हजुरको ठ्याक्कै त्यही भ्यालु होइन भन्ने कुरा चाहिँ बुझ्न पर्यो। त्यति भएपछि अब अगाडि हामी प्रपर्टिजहरू हेरौँ, लिमिटको प्रपर्टिजहरू हेरौँ है। जस्तै फर्स्ट प्रपर्टी के भन्छ लिमिट एक्स टेन्स टु ए
कुनै दुईटा फङ्सन छ अरे एफएक्स र जिएक्स भन्ने कुनै दुईटा फङ्सन छ। अब यसको लिमिट चाहिँ चाहिँ ब्रेक गर्न मिल्छ भन्छ फर्स्ट लले है, फर्स्ट रुलले। एउटा चाहिँ एफएक्समा जान्छ अरे, त्यसै गरी अर्को चाहिँ जिएक्समा जान्छ भन्छ एउटा रुलले। यसलाई के भन्छ, सम रुल भन्छ। अब अर्को रुलले के भन्छ भने यदि एफएक्स र जिएक्स भनेको दुईटा मल्टिप्लिकेसनमा छ अरे, लिमिटभित्र छ भने त्यो केसमा चाहिँ एफएक्स जिएक्स दुईटालाई सेपरेट लिमिट राख्न मिल्छ भन्छ सेकेन्ड रुलले। थर्डमा लिमिट एक्स टेन्स टु ए सी एफएक्स भनेको कुनै पनि एउटा फङ्सन एफएक्स छ, त्यसको सँगै कन्स्ट्यान्ट आयो भने हामीले कन्स्ट्यान्टलाई चाहिँ लिमिटभन्दा बाहिर भन्छ। अर्को फोर्थ रुल हेरौँ। फोर्थ रुल भनेको कुनै पनि कन्स्ट्यान्ट छ, सी भन्ने कुनै पनि एउटा कन्स्ट्यान्ट छ, त्यो कन्स्ट्यान्टको लिमिट भनेको सिम्पली के हुन्छ, त्यही भ्यालु हुन्छ, कन्स्ट्यान्ट नै हुन्छ। लिमिट हट छ भन्ने कुरा भयो। अब लास्ट डिभिजन रुल हेरौँ। डिभिजन रुलले के भन्छ भने लिमिट एक्स टेन्स टु ए एफएक्स बाई जिएक्स, कुनै पनि फङ्सन चाहिँ एफएक्स बाई जिएक्स डिभाइड छ, त्यो त्यहाँभित्र लिमिट एज होल लिनेछौँ भने त्यो केसमा चाहिँ लिमिट भनेको एफएक्स र जिएक्स हामीले छुट्टा छुट्टैमा डिभाइड गर्न मिल्छ अरे। भनेर भन्छ। अब अर्को प्रपर्टी भनेको यदि अन्डर रुटभित्र छ भने पनि के हुन्छ, अन्डर रुटभित्र चाहिँ लिमिट लेख्न मिल्छ भन्छ। अर्को भनेको लिमिट एक्स टेन्स टु ए लग अफ एफएक्स, कुनै पनि लग फङ्सन छ भने त्यो लगभित्र पनि लिमिट लेख्न मिल्छ भनेर भन्छ। यति प्रपर्टी थाहा भएपछि हामी अगाडि न्युमेरिकल्सहरू गर्न सक्छौँ। अब अरू हजुरहरूलाई थाहा हुनुपर्ने भनेको इन्डिटर्मिनेट फर्म। इन्डिटर्मिनेट फर्म भनेको के हो त? If the function fx takes place in the form of 0 by 0 होला, infinity by infinity होला, infinity minus infinity होला, infinity को पावर infinity होला, 0 को पावर infinity होला, 0 को पावर 0 होला, 1 को पावर infinity होला, etc. यस्तो फर्ममा आयो भने at a given value of x then it is called indeterminate form. इन्डिटर्मिनेट फर्म भन्ने कुरा भयो। अब हजुरहरूको सिलेबसमा के छ भन्दाखेरि तीनटा खाली चाहिँ इन्डिटर्मिनेट फर्महरूको क्वेसन छ। एउटा चाहिँ 0 0 है, अर्को इन्फिनिटी बाई इन्फिनिटी र इन्फिनिटी माइनस इन्फिनिटी टाइपको चाहिँ न्युमेरिकल्सहरू सिलेबसमा भएको कारणले गर्दाखेरि हामीले यो टाइपको न्युमेरिकल्सहरू मात्रै हेर्छौँ है। ल अब कुनै लिमिटको प्रब्लम सल्भ गर्दाखेरि हाम्रो डिफ्रेन्ट मेथड्सहरू हुन्छ फाइन्ड गर्ने। त्यो के रहेछ हेरौँ। जस्तै मेथड अफ फाइन्डिङ लिमिट्स अफ भेरियस फङ्सन्स, फर्स्टमा के हो, डाइरेक्ट सब्स्टिट्युसन। अर्को फ्याक्टराइजेसन, थर्डमा स्ट्यान्डर्ड फर्म। स्ट्यान्डर्ड फर्मबाट कसरी सल्भ गर्छौँ त भन्दाखेरि
हामीलाई लिमिट एक्स टेन्स टु ए एक्स को पावर एन माइनस ए को पावर एन बाई एक्स माइनस ए यस्तो फर्म छ भने यसलाई सिम्पली एनए को पावर एन माइनस वान भनेर लेख्न मिल्छ भन्ने कुरा भयो र यसबाटै हामी क्वेसन सल्भ गर्छौँ। फोर्थ टाइप भनेको ऱ्यासनलाइजेसन। अर्को भनेको लिमिट एट इन्फिनिटी। भनेपछि इन्फिनिटी एक्स टेन्स टु इन्फिनिटी छ भने त्यो कसरी गर्छौँ त्यो हेरौँ। ल यति मेथड भइसकेपछि अब हामी इच हेरौँ, हामीले यो 1 by 1 हेरौँ कसरी गर्न सकिन्छ। जस्तै डाइरेक्ट सब्स्टिट्युसन। डाइरेक्ट सब्स्टिट्युसन भन्ने बित्तिकै डाइरेक्ट भ्यालु हाल्न मिल्ने भनेको यो चाहिँ के हुन्छ, कुनै पनि इन्डिटर्मिनेन्ट फर्म हुँदैन है। यो गर्दाखेरि कुनै पनि इन्डिटर्मिनेन्ट फर्म आउनु हुँदैन। जस्तै यसको इक्जाम्पल लिमिट एक्स टेन्स टु 0 7x² माइनस 5x + 1। अब यसमा त के हुन्छ भन्दा हामीले डाइरेक्ट भ्यालु हाल्न मिल्छ नि। एक्स टेन्स टु 0 डाइरेक्ट मैले 0 हाल्यो भने के हुन्छ, यहाँ पनि 0 यहाँ पनि 0, यहाँ मैले डाइरेक्ट 0 हाल्यो भने के हुन्छ, यहाँ 0 आउँछ यहाँ 0 आउँछ यहाँ 1, सिम्पली भ्यालु त 1 आउने रहेछ। तर हामीले सिधै भ्यालु 1 लेख्न मिल्दैन। यसमा चाहिँ अब हजुरलाई 2 मार्क्सको जेनरली 2 मार्क्सको क्वेसन सोध्छ है। यसमा 2 मार्क्सको क्वेसन सोध्छ। यस्तो केसमा चाहिँ के गर्नुपर्छ भन्दा हजुरले अलिकति एन्सरलाई लम्बाउनु पर्छ है। हुन त डाइरेक्ट एक लाइनमै एन्सर आउँछ, तर हजुरहरूले अलिकति लम्बाउन चाहिँ पर्छ। अब यो लम्बाउनको लागि चाहिँ हजुर लिमिटको प्रपर्टीहरू हाल्ने कि यसमा। जस्तै फर्स्टमा म के गर्छु त, लिमिटको प्रपर्टी अनुसारले मैले यो भनेको त 3टा टर्म भयो, मैले इच टर्ममा मैले ब्रेक गर्न मिल्छ। जस्तै लिमिट x7x² माइनस के भयो त लिमिट x टेन्स टु 0 5x प्लस लिमिट x टेन्स टु 0 1। भनेपछि मैले 3टामा ब्रेक गरेँ है। अब अर्को मैले लिमिटको प्रपर्टी युज गर्नु पर्दा म के गर्छु होला त, यो कन्स्ट्यान्ट हो 7 भनेको, भनेपछि म 7 लाई बाहिर ल्याउँछु। लिमिट एक्स टेन्स टु 0 x² माइनस 5 लाई म फेरि बाहिर ल्याउँछु। लिमिट एक्स टेन्स टु 0 x फेरि प्लस मैले लिमिट एक्स टेन्स टु 0 1 लाई मैले जस्ताको तस्तै राखेँ। ल अब डाइरेक्ट अब भ्यालु हाल्ने कि एक्स ठाउँ 0 हाल्दा के हुन्छ 0 को स्क्वायर होला माइनस अब यहाँ 5 इन्टु यहाँ 0 प्लस हामीले के थाहा छ यो कन्स्ट्यान्ट हो नि, कन्स्ट्यान्टको लिमिट भनेको त्यही कन्स्ट्यान्ट नै हुन्छ। सी लिमिटले केही फरक पर्दैन भनेपछि यो 0 होला प्लस 1 होला भनेपछि 0 1 एन्सर। अलिकति लम्बाउनु चाहिँ पर्छ डाइरेक्ट सब्स्टिट्युसन। डाइरेक्ट इन्टिग्रल फर्म आएन भने चाहिँ अलिकति लिमिटको प्रपर्टी देखाएर अलिकति चाहिँ लम्बाउन चाहिँ पर्छ, त्यो भएपछि सल्भ हुन्छ। अर्को इक्जाम्पल हेरौँ। लिमिट एक्स टेन्स टु 1 x माइनस 1 बाई x प्लस 1। ल यसमा पनि के हो त, सिधै हाम्रो 1 हाल्दाखेरि के आउँछ, यो 1 1 2 आउँछ, तल 2 आउँछ, 1 माइनस 1 भनेपछि सिम्पल एन्सर 0 आउँछ नि। तर हामीले यहाँ सिधै एकै लाइनमा एन्सर लेख्नु हुँदैन। हामीले चाहिँ के गर्ने भन्दा लिमिटको प्रपर्टी युज गर्नुपर्छ। म के गर्छु, यो डिभाइड हो, यसलाई एफएक्स यो जीएक्स भनेपछि मैले यसलाई लिमिटको प्रपर्टी रुल लाउँदाखेरि के हुन्छ, माथि पनि लिमिट तल पनि लिमिट है। अब के गर्ने त भन्दाखेरि अझै एक लाइन चाहिँ के गर्छु भन्दाखेरि म लिमिट एक्स टेन्स टु 1 एक्स माइनस के भयो त लिमिट एक्स टेन्स टु 1 1 है। अझै लिमिट के भयो एक्स टेन्स टु 1 एक्स प्लस फेरि लिमिट एक्स टेन्स टु 1 1। अब यहाँ के हुन्छ, डाइरेक्ट यहाँ मैले भ्यालु हाल्नु मिल्छ, यो 1 हाल्नु मिल्छ माइनस है। भने मैले कन्स्ट्यान्टको लिमिट भनेको त्यसले फरक पर्दैन है। बाई यो भनेको फेरि 1 होला प्लस कन्स्ट्यान्टको लिमिट भनेको कन्स्ट्यान्ट नै हुन्छ। यो भनेको 1 माइनस 1 0 होला, एन्सर यतिमा है। पछि डाइरेक्ट सब्स्टिट्युट गर्दाखेरि भ्यालु आउँछ, तर हामीले चाहिँ लिमिटको प्रपर्टी हजुर यो कुन मेथडको एक्जाम्पल हो? यो त्यही डाइरेक्ट सब्स्टिट्युसन भनेको डाइरेक्ट हजुरको भ्यालु हाल्दाखेरि डाइरेक्ट एक लाइनमै एन्सर आउँछ होइन। तर यो 2 मार्क्सको क्वेसन सोध्छ, हजुर अलिकति लम्बाउन चाहिँ पर्छ नि त। त्यही भएर लिमिटको प्रपर्टी युज गरेर अलिकति देखाइदिने कि त्यो भनेको सिधै 0 आइहाल्यो नि एन्सर। यहाँ 1 हाल्नु न, यहाँ 1 हाल्नु बित्तिकै के हुन्छ, सेकेन्ड इक्जाम्पल 1 हालेपछि 0 आउँछ, तल 2 आउँछ, 0/2 भनेको 0 भइहाल्यो, एकै लाइनमा एन्सर आउँछ। तर अलिकति लम्बाउने मात्र हो लिमिटको प्रपर्टी युज गरेर डाइरेक्ट सब्स्टिट्युसनमा। बुझ्नुभयो? अब अर्को फ्याक्टराइजेसन भन्न बित्तिकै अब चाहिँ इन्डिटर्मिनेन्ट फर्म आउँदाखेरि फ्याक्टराइजेसन युज गर्ने। तर यदि फङ्सन चाहिँ टेक्स प्लेस इन द फर्म अफ 0/0, यदि 0/0 फर्म आयो भने चाहिँ हामीले के गर्ने, फ्याक्टराइजेसन मेथड युज गर्ने है। अब फ्याक्टराइजेसन मेथड भनेको के हो त भन्दाखेरि फ्याक्टराइजेसन मेथड भनेको हामीले फ्याक्टराइज गर्छौँ
फ्याक्टराइज अथवा सिम्प्लिफाई गर्छौँ भनौँ न न्युमेरेटर अथवा डिनोमिनेटर अथवा दुइटैलाई पनि हामीले फ्याक्टराइज गर्न पर्ने हुनसक्छ र हामीले चाहिँ के गर्छौँ भन्दाखेरि एउटा कमन फ्याक्टर आउँछ तल र माथि होइन यो चाहिँ के हुन्छ क्यान्सल हुन्छ र बाँकी हाम्रो डाइरेक्ट सल्भ हुन्छ जस्तै इक्जाम्पल हेरौँ है यो रिलेटेड इक्जाम्पलहरू जस्तै लिमिट x टेन्स टु 2 x स्क्वायर माइनस 3x प्लस 2 बाई x माइनस 2 हो यहाँ हजुरले यहाँ 2 भ्यालु हाल्नु त यहाँ पनि 0 आउँछ यहाँ पनि 0 आउँछ भनेपछि यो लिमिट के हुन्छ 0/0 को फर्ममा आयो नि हो अब यस्तो केसमा हामीले कसरी सल्भ गरौँ त फ्याक्टराइज गरौँ अब फर्स्ट लाइन चाहिँ जहिले पनि सुरुवात गर्दाखेरि चाहिँ हजुरले के लेख्नु पर्यो द फङ्सन टेक्स प्लेस इन द फर्म 0/0 को फर्ममा लियो वेन के हो त x इक्वल्स टु 2 हाल्दाखेरि 0/0 को फर्ममा आयो भने सो लिमिट x टेन्स टु 2 x स्क्वायर माइनस 3x प्लस 2 बाई x माइनस 2 अब यसलाई फ्याक्टराइज गरौँ है ल अब यो 3 छ मैले 3 लाई के लेख्न मिल्छ 2 + 1 भनेर लेख्न मिल्छ अब यसलाई के लेख्नु त यसलाई अब सल्भ गरौँ x स्क्वायर माइनस 2x माइनस x प्लस 2 बाई x प्लस 2 इक्वल्स टु लिमिट x टेन्स टु 2 यहाँबाट x कमन आउँछ फेरि यहाँबाट 1 कमन आउँछ -1 कमन ल्यायो भने x माइनस 2 यहाँ माइनस है तल x माइनस 2 अब लिमिट x टेन्स टु 2 x माइनस 1 x माइनस 2 बाई के आयो x माइनस 2 अब के भयो त x माइनस 2 र x माइनस 2 क्यान्सल भयो अब हामीसँग के बच्यो त x माइनस 1 अब हामीले सिधै भ्यालु हालौँ त कति आउँछ 2 - 1 बराबर 1 एन्सर आउँछ है भनेको हाम्रो ठ्याक्क फ्याक्टराइज गर्दाखेरि चाहिँ कसले गर्दाखेरि हाम्रो इन्डिटर्मिनेन्ट फर्म भएको हो यो क्वेसनमा हाम्रो 2 ले गर्दा इन्डिटर्मिनेन्ट फर्म भएको हो नि त तल डिनोमिनेटरमा 2 ले गर्दा चाहिँ हाम्रो इन्डिटर्मिनेन्ट फर्ममा आएको र ठ्याक्क तलको भाग क्यान्सल हुनु बित्तिकै के भयो डिटर्मिनेन्ट फर्ममा गयो नि त ठ्याक्क सल्भ भयो एन्सर आइहाल्यो त्यसै फ्याक्टराइजेसन मेथडको मेन काम भनेको चाहिँ सिम्प्लिफाई गर्ने तल र माथिबाट कुनै एउटा टर्म चाहिँ क्यान्सल गर्ने कमन टर्म चाहिँ क्यान्सल गर्ने अनि त्यो त्यहाँबाट सल्भ गर्ने डाइरेक्ट अर्को इक्जाम्पल हेरौँ इभ्यालुएट लिमिट x टेन्स टु 2 x स्क्वायर माइनस 5x प्लस 6 बाई x स्क्वायर माइनस x माइनस 2 यो क्वेसन हेरौँ यसलाई कसरी सल्भ गर्न सकिन्छ अब यसलाई त तल र माथि फ्याक्टराइज नै गर्ने हो तर यसमा हामीले 2 हाल्दाखेरि के हुन्छ यहाँ पनि 2 हाल्नु यहाँ पनि 2 हाल्नु यहाँ के हुन्छ यो भनेको 0/0 को फर्ममा आउँछ भने फर्स्टमा सुरुवात कसरी गर्ने त फङ्सन टेक्स प्लेस इन द फर्म 0/0 को फर्ममा जान्छ कतिखेर त भन्दाखेरि वेन x इक्वल्स टु 2 हाल्दाखेरि 0/0 को फर्ममा आउँछ भने सो हाम्रो लिमिट x टेन्स टु 2 x स्क्वायर माइनस 5x प्लस 6 बाई x स्क्वायर माइनस x माइनस 2 अब यसलाई सल्भ गरौँ लिमिट x टेन्स टु 2 अब तल र माथि फ्याक्टराइज गर्ने है अब तल सल्भ गरौँ जस्तै 5 छ 5 लाई मैले के लेख्न मिल्छ होला त 2 + 3 भनेर लेख्न मिल्छ अब तल हेरौँ x स्क्वायर माइनस यो x छ यो x लाई मैले के लेख्न मिल्छ त भन्दाखेरि यो 1 x भनेको त 1 लाई मैले के लेख्न मिल्छ 2 - 1 भनेर लेख्न मिल्छ अब लिमिट x टेन्स टु 2 x स्क्वायर माइनस 2x माइनस 3x प्लस 6 बाई x स्क्वायर माइनस 2x प्लस x माइनस 2 लिमिट x टेन्स टु 2 यहाँबाट x कमन लिउँ x माइनस 2 माइनस 3 x माइनस 2 3 2 6 बाई तल के आउँछ x कमन लियो भने x माइनस 2 प्लस 1
x minus 2 त्यहाँबाट लिमिट x टेन्स टु 2 र के आउने भयो त x minus 3 x minus 2 by x plus 1 र x minus 2 भनेको लिमिट x टेन्स टु 2 अब यो क्यान्सल भयो x minus 2 को टर्म अब बाँकी के आयो x minus 3 by x plus 1 ल अब हामीले डाइरेक्ट भ्यालु हालौँ डाइरेक्ट भ्यालु हाल्दा के हुन्छ x को भ्यालु 2 हाल्दाखेरि के हुन्छ 2 minus 3 by 2 plus 1 यो भनेको minus 1 by 3 एन्सर चाहिँ minus 1 by 3 आउने रहेछ भन्ने कुरा भयो अब हजुरहरूको के छ भन्दाखेरि यही क्वेसनलाई अब हजुरहरूले कहाँनिर मिस्टेक गर्छ म भन्छु है त हजुरहरूले के गर्नुहुन्छ होला भने हैन कहिलेकाहीँ यस्तो पनि हुनसक्छ हजुरले सल्भ गर्दाखेरि यसको फ्याक्टराइजेसन गर्दाखेरि यहाँ लेखौँ है त जस्तै 5x जुन छ 5x लाई मैले के पनि लेख्न मिल्छ त 6 minus 1 पनि लेख्न मिल्छ नि त तल भनेको सेम नै सार्छु है म तलको भ्यालु त्यही नै राखिदिन्छु अब यसलाई सल्भ गरौँ प्लस x किनभने फ्याक्टराइज गर्दाखेरि त यो पनि त हुन्छ नि यो पनि त एउटा पोसिबल सोलुसन हुन सक्छ नि प्लस x minus 2 लिमिट x टेन्स टु 2 x minus 6 होला प्लस नहुँदैन रहेछ यो सोलुसन हुनुहुन्छ यही सोलुसन पोसिबल यो एउटा मात्र पोसिबल सोलुसन भयो ठिक छ यही एउटा पोसिबल सोलुसन हुन्छ ल ओके त्यही हो फ्याक्टराइजेसन गर्दाखेरि चाहिँ हजुरले फ्याक्टराइज यसरी लिनु पर्यो कि तलको माथि भ्यालु चाहिँ क्यान्सल हुनु पर्यो त्यसपछि चाहिँ सल्भ हुन्छ भन्ने कुरा भयो अब अर्को फर्म हेरौँ स्ट्यान्डर्ड फर्मले के भन्छ भने यदि लिमिट x टेन्स टु a x को पावर n माइनस a को पावर n बाई x माइनस a छ भने यो भनेको सिम्पली के हुन्छ na को पावर n माइनस 1 हुन्छ भन्छ अब यो रिलेटेड क्वेसन्सहरु हेरौँ है जस्तै फर्स्ट क्वेसन हेरौँ लिमिट x टेन्स टु a x को पावर 2/3 माइनस a को पावर 2/3 बाई x माइनस a यो भनेको त सिम्पल माथिको फर्ममा आयो नि तर हामीले सुरु गर्दाखेरि चाहिँ के लेख्न मिल्छ यहाँ हामीले x को भ्यालु a हाल्दाखेरि के आउँछ यो भनेको 0/0 को फर्ममा रहेछ भनेपछि द फंक्सन takes place द फर्म अफ 0/0 को फर्ममा जान्छ एट कति बेला x इक्वल्स टु a हाल्दाखेरि भने सो लिमिट x टेन्स टु a x को पावर 2/3 माइनस a को पावर 2/3 बाई x माइनस a अब यसलाई सल्भ गर्दाखेरि के हुन्छ सिधै मैले के लेख्न मिल्छ यहाँ n भनेको त के रहेछ भन्दा 2/3 रहेछ भनेपछि मैले के लेख्न मिल्छ n a को पावर n माइनस 1 किन मैले के फर्मुला युज गरेँ लिमिट x टेन्स टु a x को पावर n माइनस a को पावर n बाई x माइनस a भनेको त na को पावर n माइनस 1 हुने रहेछ अनि अब यसलाई सल्भ गरौँ a को पावर के हुन्छ 2 माइनस 3/2 3/3 इक्वल्स टु 2/3 a को पावर के भयो माइनस 1/3 अब यसलाई मैले माइनस एकमा तल ल्याउन मिल्छ भनेपछि 2/3 a को पावर 1/3 अझ फर्दर यसलाई के पनि लेख्न मिल्छ भन्दाखेरि 2/3 यतिमै छोड्दाखेरि पनि हुन्छ अब फर्दर हामीले के भन्छ क्युब रुट अफ a यसरी लेख्दा पनि हुन्छ यसमा छोड्दा नि यसमा छोड्दा नि हुन्छ अब अर्को क्वेसन हेरौँ है लिमिट x टेन्स टु a x को पावर 3/5 माइनस a को पावर 3/5 बाई x को पावर 1/3 माइनस a को पावर 1/3 अब यसमा के गर्ने होला त यहाँ मैले x को भ्यालु a हाल्नु बित्तिकै यो भ्यालु पनि 0 आउँछ यो भ्यालु पनि 0 आउँछ भनेपछि यो इन्डिटरमिनेन्ट फर्म नै हो यदि मैले अगाडिको क्वेसन हाल्न खोज्छु भने तल त हाम्रो x माइनस a हुनुपर्ने रहेछ यहाँ त x माइनस a छैन भने हाम्रो फर्स्ट टार्गेट भनेको माथिकै फर्मुला बनाउने हुन जान्छ भनेपछि फर्स्ट लाइन लेखौँ द फंक्सन टेक्स प्लेस द फर्म अफ 0/0
वेन के भयो त x इक्वल्स टु a सो लिमिट x टेन्स टु a x को पावर 3/5 माइनस a को पावर 3/5 बाई x को पावर 1/3 माइनस a को पावर 1/3 ल मलाई फर्मुलामा हाल्नको लागि त स्ट्यान्डर्ड फर्ममा लानको लागि के थाहा हुनुपर्छ मलाई माथि पनि x माइनस a चाहियो होला तल पनि x माइनस म के गर्छु भन्दाखेरि अब तल र माथि के गर्छु x माइनस a ले म डिभाइड गर्छु है यस्तो गर्न मिल्छ के भन्दाखेरि मैले माथि पनि x माइनस a ले डिभाइड गरेँ तल पनि x माइनस a ले डिभाइड गर्न मिल्छ यो चाहिँ x माइनस क्यान्सल आउँछ माथिकै टर्म आउने भयो नि त अब के गर्ने त भन्दाखेरि अब यहाँ सिधै फर्मुला लाग्नु मिल्छ अब हामीलाई के थाहा छ भन्दा यहाँ लिमिटको प्रपर्टी युज गरौँ जस्तै लिमिट x टेन्स टु a x को पावर 3/5 माइनस a को पावर 3/5 बाई x माइनस a मैले लिमिटको प्रपर्टी युज गरेँ है माथि र तल मैले लिमिट हालिदिएँ माथि तल मैले लिमिटको प्रपर्टी हाल्नु बित्तिकै अब मैले के लेख्न मिल्छ त्यसलाई यो भनेको सिधै यो माथि पनि फर्मुलामा गयो तल पनि फर्मुला गयो यहाँ चाहिँ के हुन्छ n भनेको 3/5 रहेछ तलको भनेको n भनेको 1/3 रहेछ भनेपछि अब त्यही फर्मुला हालौँ n a को पावर n - 1 n भनेको 3/5 a को पावर n - 5 n - 1 अब यहाँ तल पनि त्यही भयो 1/3 इन्टु a को पावर 1/3 - 1 हुन्छ किन मैले यहाँ के फर्मुला युज गरेँ त लिमिट x टेन्स टु a x को पावर n माइनस a को पावर n बाई x माइनस a भनेको na को पावर n - 1 अब यसलाई सिम्प्लिफाई गरौँ सिम्प्लिफाई गर्दाखेरि के हुन्छ मैले 1/3 लाई त लग्यो भने के हुन्छ भनेको 3/1 हुन्छ इन्टु a को पावर कति हुन्छ यो 3/5 माइनस 3 माइनस 5/5 बाई a को पावर कति हुन्छ 1 माइनस 3/3 अझै एक लाइन लेख्नु भनेको 9/5 भइहाल्यो अगाडि इन्टु a को पावर कति आउँछ यो माइनस 2/5 बाई तल के हुन्छ a भनेको माइनस 2/3 इक्वल्स टु 9/5 अब मैले के गर्छु यसलाई मैले माथि ल्याएँ भने के हुन्छ a को पावर 2/3 हुन्छ र हाम्रो पावर रुलले के भन्छ यदि हाम्रो बेस सेम छ भने हाम्रो के हुन्छ पावर एड गर्न मिल्छ 9/5 इन्टु a को पावर के हुन्छ यो भनेको त 2 हो है भनेको 5 3 जा 15 प्लस 2 इन्टु 5 जा बाई 15 अब यसलाई सिम्प्लिफाई गरेको एक वर्ग हुन्छ -6 प्लस 10/15 9/5 a को पावर कति हुन्छ -4/15 हुन्छ है ल अब अर्को क्वेसन हेरौँ अब अर्को मेथड हेरौँ हामी ऱ्यासनलाइजेसन ऱ्यासनलाइजेसन भन्नु बित्तिकै हजुरको यदि क्वेसनमा चाहिँ यदि स्क्वायर रुट दियो स्क्वायर रुट आउनु बित्तिकै हजुरले के गर्ने ऱ्यासनलाइजेसन मेथड युज गर्ने है क्वेसनमा स्क्वायर रुट देख्नु बित्तिकै हजुरहरूले ऱ्यासनलाइजेसन युज गर्ने जस्तै एक्जाम्पल्स हेरौँ डाइरेक्ट क्वेसनबाटै हेरौँ है लिमिट x टेन्स टु a अंडर रूट ट्वाइस x माइनस अंडर रूट x प्लस a बाई x माइनस a छ अरे क्वेसन भने अब हामीले x को भ्यालु a हाल्दाखेरि के हुन्छ यहाँ पनि 0 आउँछ यहाँ पनि 0 आउँछ यो के हुन्छ इन्डिटरमिनेट फर्म आउने रहेछ भनेपछि पहिला यो लेखौँ द फंक्सन टेक्स प्लेस अफ फर्म 0/0 को फर्ममा जाने रहेछ वेन x इक्वल्स टु a भने सो लिमिट x टेन्स टु a अंडर रूट ट्वाइस x माइनस अब यसलाई ऱ्यासनलाइज गर्ने हो कि ऱ्यासनलाइज गर्ने भनेको के हो त यसको कन्जुगेटले मल्टिप्लाई गर्ने जस्तै यहाँ माइनस छ भने प्लसले मल्टिप्लाई गर्ने सो ट्वाइस x प्लस अंडर रूट x प्लस a
यहाँ माइनस छ भने प्लसले गर्ने, प्लस भने माइनस गर्ने, भने कन्जुगेटले मल्टिप्लाई गर्ने। यहाँ मैले मल्टिप्लाई गर्न बित्तिकै तल पनि मैले डिभाइडै गर्नुपर्छ, त्यही भ्यालुले डिभाइड गर्नुपर्छ, यहाँ यो क्यान्सल भएर ओरिजिनल टर्म आउनुपर्छ। अब यसलाई सल्भ गरौँ। जस्तै यो भनेको के हो त, ए माइनस बी ए प्लस बीको फर्ममा गयो, त्यो भनेको अंडर रुट ट्वाइस एक्स को होल स्क्वायर माइनस अंडर रुट एक्स प्लस ए को होल स्क्वायरमा गयो बाई एक्स माइनस ए इंटू अंडर रुट ट्वाइस एक्स प्लस अंडर रुट एक्स प्लस ए। अब लिमिट एक्स टेन्स टू ए, यो भनेको अंडर रुट र रुट क्यान्सल हुन्छ, अंडर रुट र स्क्वायर क्यान्सल हुन्छ, ट्वाइस एक्स माइनस एक्स प्लस ए बाई एक्स माइनस ए अंडर रुट ट्वाइस एक्स प्लस अंडर रुट एक्स प्लस ए। सो लिमिट एक्स टेन्स टू ए, यो भनेको के आउँछ एक्स, यो खोल्दाखेरि ट्वाइस एक्स माइनस एक्स भनेको एक्स भयो, माइनस खोल्दाखेरि माइनस ए, एक्स माइनस ए बाई एक्स माइनस ए अंडर रुट ट्वाइस एक्स प्लस एक्स प्लस ए। अब के हुन्छ एक्स माइनस ए र एक्स माइनस ए क्यान्सल। अब मैले डाइरेक्ट ए को भ्यालु खोल्यो भने के हुन्छ 1 बाई अंडर रुट ट्वाइस ए होला प्लस यो के हो त ए प्लस ए होला, यो भनेको 1 बाई के हुन्छ अंडर रुट ट्वाइस ए प्लस अंडर रुट ट्वाइस ए, यो भनेको 1 बाई के हुन्छ 2 अंडर रुट 2 ए, र यति नै एन्सर छोड्दा हुन्छ। अब अर्को क्वेसन हेरौँ। लिमिट एक्स टेन्स टू 2 अंडर रुट एक्स माइनस अंडर रुट 6 माइनस एक्स स्क्वायर बाई एक्स माइनस 2। अब यहाँ पनि सेम त्यही नै भयो, द फंक्शन टेक्स प्लेस अफ द फर्म 0 बाई 0 को फर्ममा जान्छ कतिखेर वेन एक्स इक्वल्स टू 2 भने। सो यसमा पनि के गर्ने हामीले कन्जुगेटले मल्टिप्लाई गर्ने भयो, इन्टु अंडर रुट एक्स प्लस अंडर रुट 6 माइनस एक्स स्क्वायर बाई अंडर रुट एक्स प्लस अंडर रुट एक्स 6 माइनस एक्स स्क्वायर। लिमिट एक्स टेन्स टू 2, अब यो र यो गर्दाखेरि के हुन्छ अंडर रुट एक्स को होल स्क्वायर ए स्क्वायर माइनस बी स्क्वायर अंडर रुट होल स्क्वायर बाई एक्स माइनस 2 अंडर रुट एक्स प्लस अंडर रुट 6 माइनस एक्स स्क्वायर। अब लिमिट एक्स टेन्स टू 2 यो खोल्दा के हुन्छ एक्स माइनस यो भनेको सिम्पली 6 माइनस एक्स स्क्वायर एक्स माइनस 2 अंडर रुट एक्स प्लस अंडर रुट 6 माइनस एक्स स्क्वायर। यो भनेको लिमिट एक्स टेन्स टू 2 एक्स माइनस 6 प्लस एक्स स्क्वायर होला, बाँकी तल जस्ताको तस्तै। ल अब के गर्न मिल्छ होला भने एक्स स्क्वायरलाई मैले अगाडि राखेँ, बिचको एक्स जुन छ त्यो एक्सलाई म के लेख्न मिल्छ होला भन्दाखेरि 3 1 छ भने यसलाई मैले 3 माइनस 2 लेख्न मिल्छ, एक्स माइनस 6 मैले एक्सलाई 3 माइनस 2 एक्स लेख्न मिल्छ बाई एक्स माइनस 2 अंडर रुट एक्स प्लस अंडर रुट 6 माइनस एक्स स्क्वायर। अब के हुन्छ एक्स स्क्वायर प्लस 3x माइनस 2x माइनस 6 बाई एक्स माइनस 2 अंडर रुट एक्स प्लस अंडर रुट 6 माइनस एक्स स्क्वायर। लिमिट एक्स टेन्स टू 2 यो भने के हुन्छ एक्स प्लस 3 माइनस 2 एक्स प्लस 3 एक्स माइनस 2 अंडर रुट एक्स प्लस 6 माइनस एक्स स्क्वायर। यो भनेको लिमिट एक्स टेन्स टू 2 एक्स माइनस 2 एक्स प्लस 3, बाँकी जस्ताको तस्तै हालौँ भने। अब ठ्याक्कै के हुन्छ एक्स माइनस 2 र एक्स माइनस 2 क्यान्सल, एक्स माइनस 2 भनेको हाम्रो इन्टरमिडिएट टर्म क्यान्सल भयो। अब डाइरेक्ट भ्यालु हाल्दा के हुन्छ एक्सको भ्यालु डाइरेक्ट हाल्नुपर्छ 2 प्लस 3 बाई अंडर रुट 2 प्लस अंडर रुट 6 माइनस 2 को स्क्वायर, 2 को स्क्वायर भनेको सिम्पली 4 भइहाल्यो, सी 2 प्लस 3 5 भयो, अंडर रुट 2 प्लस के हुन्छ
यो भनेको त 2 भयो भनेपछि √2 यो भनेको के हुन्छ 5/2 √2 ल यति आन्सर। फेरि अर्को क्वेसन हेरौँ। लिमिट h टेन्स टु 0 √x + h minus √x by h। यो पनि के भयो त सिम्पली द फंक्शन टेक्स प्लेस फर्म अफ के भयो h को भ्यालु 0 हाल्नु बित्तिकै यहाँ पनि 0 आउँछ माथि पनि 0 आउँछ भने 0/0 को फर्ममा गयो के भयो त h = 0 h को भ्यालु 0 हाल्नु बित्तिकै यहाँ 0/0 को फर्ममा गयो भने त्यसो यहाँ पनि मैले के गर्ने रेसनलाइज गर्न मिल्छ। x + h plus √h होला लिमिट h टेन्स टु 0 के हो त x minus x plus h को होल स्क्वायर माइनस √x को होल स्क्वायर यो भनेको तल के हुन्छ h इन्टु √x plus h plus √x होला लिमिट h टेन्स टु 0 अब के हुन्छ त x plus h होला माइनस x होला भनेपछि x क्यान्सल हुन्छ x क्यान्सल हुन्छ भनेपछि h बच्छ भनेपछि h/h भनेको 1 भइहाल्यो। अझै एक लाइन लेखौँ ल h र h क्यान्सल हुन्छ भनेको 1 बाइ के आउँछ √x plus h प्लस √x हुन्छ अथवा यहाँ h र h बाँकी हुन्छ यो क्यान्सल हुन्छ। अब सिधै भ्यालु हालौँ के आउँछ 1/√h को ठाउँमा 0 हाल्नु पर्यो h टेन्स टु 0 हो नि त भनेपछि x + 0 होला प्लस √x होला भनेपछि 1 बाइ के भयो त 2√x यही हो एन्सर। अब अर्को क्वेसन हेरौँ यो एउटा लिमिट x टेन्स टु a √a plus twice x minus √3x by 3a plus x minus 2√x। अब यस्तो टाइपको क्वेसनमा के गर्ने त यसमा माथि पनि स्क्वायर रुट छ तल पनि स्क्वायर रुट छ भने यो केसमा हामीले दुईचोटि हामीले रेसनलाइज गर्नुपर्छ है एउटा माथिको एउटा तलको। यो भनेको सिम्पली के हुन्छ x को भ्यालु ए हाल्नु बित्तिकै के हुन्छ यहाँ पनि 0 आउँछ यहाँ पनि 0 आउँछ तल र माथि दुईटै 0 आउँछ नि इन्डिटर्मिनेट फर्ममा गएपछि द फंक्शन के हो टेक्स प्लेस फर्म अफ 0/0 एट x = a यति चाहिँ लेख्नु पर्यो। त्यसपछि चाहिँ के गर्ने सो लिमिट x टेन्स टु a √a plus twice x minus √3x by √3a plus x minus 2x हुन्छ। अब यसमा रेसनलाइज गर्ने है रेसनलाइज गर्ने पहिला माथिको रेसनलाइज गरौँ रेसनलाइज यसको कन्जुगेटले मल्टिप्लाई गर्ने भनेपछि यहाँ माइनस छ भने प्लसले मल्टिप्लाई गर्ने जस्तै √a plus twice x माइनस छ भने प्लस √3x र यहाँ माथि लेखेको छ नि यहाँ तल पनि त्यही कपी गरौँ किन यो क्यान्सल भएपछि माथिको भ्यालु आउनु पर्यो इन्टु है। अब तलको भ्यालु पनि कन्सिडर यहाँ माइनस छ भने यहाँ प्लसले मल्टिप्लाई गरौँ तल के गर्छु म 3a plus x प्लस 2√x र माथि पनि मैले त्यसले नै मल्टिप्लाई गर्छु 3a plus x प्लस 2√x। अब लिमिट x टेन्स टु a अब के गर्ने त यो पनि अब के हुन्छ यो x minus y र x plus y भनेपछि x square minus y square लेख्न मिल्छ भनेको अन्डर रुट के भयो त 2 plus a plus twice x यो टर्म र यो टर्म लिन मिल्छ त्यसपछि को होल स्क्वायर माइनस अन्डर रुट 3x को होल स्क्वायर लेख्न मिल्छ बाइ तल पनि त्यही गरौँ अन्डर रुट 3a plus x को होल स्क्वायर माइनस 2√x को होल स्क्वायर गर्न मिल्छ। यो भनेको a minus b र a plus b गर्दाखेरि a square minus b square लेख्न मिल्छ इन्टु अब बाँकीको जुन जुन टर्म छ त्यसलाई एउटा साइडमा राखौँ न जस्तै अन्डर रुट a plus twice x ए यो र यो भयो नि सरी यो होइन
फेरि गर्दा यो आयो भनेपछि बाँकीको भ्याग कति आउँछ अन्डर रुट 3a प्लस एक्स प्लस 2 रुट अन्डर एक्स आउने भयो। बाई तल के आउने भयो त यो र यो आउन बित्तिकै अन्डर रुट a प्लस 2x प्लस अन्डर रुट 3x आउने भयो। अब लिमिट एक्स टेन्स टु ए। अब यसलाई यसको स्क्वायर रुट र स्क्वायर क्यान्सल हुन्छ अनि a प्लस 2x माइनस यहाँ पनि 3x बाई यसको पनि क्यान्सल हुन्छ 3a प्लस एक्स माइनस 2 को स्क्वायर भनेको 4 भइहाल्यो अन्डर रुट र रुट क्यान्सल 4x इन्टु बाँकीको जस्ताको तस्तै राखौँ अन्डर रुट a प्लस 2x प्लस अन्डर रुट 3x। के गरौँ यो र यो माइनस गर्दाखेरि a माइनस एक्स आउँछ तल के हुन्छ 3a माइनस 3x आउने रहेछ है। बाँकीको जस्ताको तस्तै राखौँ बाई अन्डर रुट a प्लस 2x प्लस अन्डर रुट 3x लिमिट एक्स टेन्स टु a माइनस एक्स र यहाँबाट मैले 3 कमन लिँदाखेरि के हुन्छ a माइनस एक्स र a माइनस एक्स क्यान्सल। ल अब यो क्यान्सल हुनु इन्डिटर्मिनेट टर्म क्यान्सल भइसक्यो। अब डाइरेक्ट भ्यालु प्लट गर्दा हुन्छ जस्तै 1/3 भनेको जस्ताको तस्तै छ। अब यहाँ भ्यालु हालौँ न के हुन्छ अन्डर रुट 3a प्लस a प्लस 2 रुट अन्डर a बाई अन्डर रुट a प्लस 2a प्लस अन्डर रुट 3a 1/3 इन्टु यहाँ 4a आयो 4a भनेपछि 2 अन्डर रुट a प्लस 2 अन्डर रुट a बाई यहाँ के हुन्छ 3a हुन्छ भनेपछि अन्डर रुट 3a होला प्लस यहाँ पनि अन्डर रुट 3a नै होला। अब यो भनेको 1/3 इन्टु यो भनेको के हुन्छ 2 2 4 रुट अन्डर a होला यो भनेको 2 अन्डर रुट 3a होला 1 जा यो 2 जा क्यान्सल भनेपछि के हुन्छ 2/3 फेरि रुट a र रुट a क्यान्सल हुन्छ भनेपछि 2/3 अन्डर रुट 3 एन्सर आउँछ। योभन्दा गाह्रो क्वेसन चाहिँ सोध्दैन रेसनलाइजेसनमा। अब आउँछ कन्टिन्युटी इन्फिनिटी भएको बेलामा हेरौँ लिमिटेड इन्फिनिटी। यदि एक्स टेन्स टु इन्फिनिटी छ भने यो कसरी गर्न सकिन्छ। यसमा दुईवटा केसको न्युमेरिकल सोध्छ है हजुरहरूलाई। यसमा दुईवटा केसको न्युमेरिकल सोध्छ। केस 1 भनेको के हुन्छ इफ फङ्सन टेक्स प्लेस अफ फर्म एउटा त इन्फिनिटी बाई इन्फिनिटी वाला क्वेसन भयो है इन्टिग्रल फर्म चाहिँ इन्फिनिटी बाई इन्फिनिटी वाला आउँछ। अर्को केस 2 भनेको के हो त इफ फङ्सन टेक्स प्लेस इन द फर्म अफ के इन्फिनिटी माइनस इन्फिनिटी वाला टाइपको न्युमेरिकल आउँछ। अब यो रिलेटेड क्वेसन्सहरू हेरौँ लिमिट इन्फिनिटी वाला क्वेसन्सहरू हेरौँ जस्तै फर्स्टमा लिमिट एक्स टेन्स टु इन्फिनिटी 3x स्क्वायर प्लस 5x प्लस 3 बाई 7x स्क्वायर प्लस 8। ल हामी चाहिँ के गर्दै थियौँ हामी लिमिट एट इन्फिनिटी है। ल फर्स्ट क्वेसन हेरौँ लिमिट टेन्स टु एक्स टेन्स टु इन्फिनिटी 3x स्क्वायर प्लस 5x प्लस 3 बाई 7x स्क्वायर प्लस 10x प्लस 8। अब यो छ भने के भने हामीले यसमा हामीले इन्फिनिटी हालेर हेरौँ त के हुन्छ यो भनेको सिम्पली इन्फिनिटी बाई इन्फिनिटीको टर्ममा आयो भनेपछि फर्स्ट लाइन हामीले जहिले पनि के लेख्ने त द फङ्सन टेक्स प्लेस द फर्म अफ इन्फिनिटी बाई इन्फिनिटीको होला फर्म होइन वेन के भयो त एक्स इक्वल्स टु इन्फिनिटी छ भने सो लिमिट एक्स टेन्स टु इन्फिनिटी 3x स्क्वायर प्लस 5x प्लस 3 बाई
7x² प्लस 10x प्लस 8। अब तिमीले के बुझ्नुपर्छ, यहाँ इन्फिनिटी के को कारणले गर्दा आएको, हामीले इन्फिनिटी के को कारणले गर्दा आएको, यो इन्डिटर्मिनेट फर्म के को कारणले आएको, त्यसलाई हटाउन सक्यो भने ठ्याक्कै डिटर्मिनेट फर्ममा जान्छ। जस्तै यहाँ इन्फिनिटी ल्याउनुको के हो त, यो यहाँ पनि एक्स, यहाँ पनि एक्सले गर्दा इन्फिनिटी ल्याएको नि त। भनेपछि हामीले के गर्छौँ भन्दाखेरि इन्फिनिटी हटाउनको लागि माथि र तल दुइटाले के गरौँ, हाइएस्ट पावर अफ एक्सले डिभाइड गर्ने है त। के गर्छु यस्तो टाइपको न्युमेरिकलमा भने म माथि पनि के हुन्छ, यसको हाइएस्ट पावर अफ एक्स के हो त x² भयो भनेपछि x² म डिभाइड गरिदिन्छु। तलको पोर्सनलाई पनि के गर्छु म x² डिभाइड गरिदिन्छु। अब यो गर्न बित्तिकै के आउँछ त भने यो सबैमा ब्रेक हुन्छ भनेपछि यहाँ के आउँछ 3x² प्लस 5x² प्लस 3x² बाई के आयो, तल पनि 7x² प्लस 10x² प्लस 8x² आउने भयो। अब लिमिट x टेन्स टु इन्फाइनाइट, यो भनेको के हो त x² क्यान्सल भनेपछि यहाँ 3 मात्रै आउने भयो, प्लस यहाँ x र x² क्यान्सल भएर के आउँछ 5x आउँछ प्लस 3x² जस्ताको तस्तै छ बाई यहाँ पनि के हुन्छ x र x² क्यान्सल हुन्छ, तल 7 एक्लै हुन्छ प्लस यहाँ के हुन्छ x र x² क्यान्सल 10x प्लस 8x²। अब म के गर्छु भन्दाखेरि डिभाइडमा गइसकेपछि हामीलाई के थाहा छ भन्दाखेरि इन्फाइनाइट भनेको के हो, इन्फाइनाइट भनेको सिम्पली के हो त 1/0 हो हैन। भनेपछि के हो त 1/इन्फाइनाइट भनेको त के हुन्छ त सिम्पली 0 हो। अब हामी ठ्याक्क अब के गर्छौँ त्यो भ्यालु हालौँ। जस्तै यहाँ मैले खोल्यो भने के हुन्छ 5/इन्फिनिटी होला प्लस 3/इन्फिनिटी² होला, इन्फिनिटी/² भनेको इन्फिनिटी नै हुन्छ, प्लस 7/10/इन्फिनिटी होला प्लस 8/इन्फिनिटीको² होला, इन्फिनिटीको स्क्वायर भनेको इन्फिनिटी नै हुन्छ। भनेपछि समथिङ बाई इन्फिनिटी भनेको 0 हुन्छ भन्ने हामीलाई थाहा छ। यो पनि 0 भयो, यो भाग पनि 0 हुन्छ, यो पनि 0 हुन्छ, यो पनि 0 हुन्छ। भने सिम्पल एन्सर के आउँछ 3/7 आउँछ। अथवा हजुरले यस्तो नगर्ने हो भने अलिकति एडभान्स गर्ने हो भने चाहिँ के गर्ने भन्दाखेरि हामीलाई के थाहा छ भन्दाखेरि एट x टेन्स टु इन्फिनिटी, यदि x टेन्स टु इन्फिनिटी हो भने 1/x टेन्स टु के हो 0 भने म के लेख्छु भन्दाखेरि लिमिट, अब लिमिटलाई चेन्ज गर्ने हो कि। यदि हजुर लिमिट चेन्ज गर्न आउँछ भने यसरी गर्दाखेरि बेस्ट हुन्छ, नभए सिधै सिम्पल भ्यालु हालेर यसरी सल्भ गर्दा पनि हुन्छ। म के गर्छु भन्दाखेरि लिमिट 1/x टेन्स टु 0 गरिदिन्छु, 3 प्लस 5/x प्लस 3/x² बाई के हो त 7 प्लस 10/x प्लस 8/x²। अब सिधै मैले के 1/x को ठाउँमा 0 हाल्नु मिल्छ नि त। भनेपछि अब मैले सिम्पल लिमिट भनेको के हुन्छ 1/x टेन्स टु 0 भयो, मैले लिमिटलाई नै चेन्ज गरेँ भनेपछि 1/x भनेको 0 को नजिक जान्छ भनेपछि यो सिम्पली मैले 0 लेख्न मिल्छ, प्लस सिम्पली 3 × 0 लेख्न मिल्छ बाई सिम्पली 10 × 0 प्लस 8 × 0 भनेको 3/7। भनेपछि एक्चुअली गर्नुपर्ने चाहिँ यो मेथड हो, तर हजुरले यो गर्दाखेरि पनि केही फरक पर्दैन। अब अर्को न्युमेरिकल हेरौँ। लिमिट x टेन्स टु इन्फाइनाइट x माइनस √x² प्लस x। द फङ्सन टेक्स प्लेस, यो भनेको के हो त इन्फिनिटी माइनस इन्फिनिटी वाला न्युमेरिकल हो। द फङ्सन टेक्स प्लेस फर्म अफ के हो त इन्फिनिटी माइनस इन्फिनिटी वाला प्रब्लम छ एट के हो x इक्वल्स टु इन्फिनिटी। सो अब जहिले पनि इन्फिनिटी माइनस इन्फिनिटी वाला गर्दाखेरि चाहिँ दुईटा स्टेपको प्रब्लम हुन्छ। पहिला इन्फिनिटीलाई सल्भ गर्दाखेरि इन्फिनिटी बाई इन्फिनिटीको टर्ममा जान्छ, त्यसपछि चाहिँ हामीले फेरि इन्फिनिटी बाई इन्फिनिटीबाट फेरि हामीले चाहिँ के गर्नुपर्छ सल्भ गरेर लानुपर्छ। हेरौँ है, जस्तै लिमिट x टेन्स टु इन्फाइनाइट छ x माइनस √x प्लस x छ। भनेपछि हामीले के गर्छौँ अन्डर यो स्क्वायर रुट देख्न बित्तिकै हजुरहरूले के गर्ने रेसनलाइज गरिदिने है। रेसनलाइज भनेको हाम्रो कन्जुगेटले मल्टिप्लाई गर्ने। जस्तै x यहाँ माइनस छ भने प्लस, यो तल र माथि
यस्तो गर्नु बित्तिकै के भयो त लिमिट एक्स टेन्स टु इन्फाइनाइट अब यो हो के अरे ए माइनस बी ए प्लस बी भनेपछि ए स्क्वायर माइनस बी स्क्वायर लेख्न मिल्छ भनेको यो एक्स स्क्वायर माइनस अंडर रूट एक्स स्क्वायर प्लस एक्स को होल स्क्वायर बाई एक्स प्लस अंडर रूट एक्स स्क्वायर प्लस एक्स होला अब लिमिट एक्स टेन्स टु इन्फाइनाइट एक्स स्क्वायर माइनस माइनस प्लस माइनस प्लस माइनस माइनस एक्स होला बाई एक्स प्लस अंडर रूट एक्स स्क्वायर प्लस एक्स अब यो क्यान्सल बाई के आउँछ माइनस एक्स लिमिट एक्स टेन्स टु इन्फाइनाइट माइनस एक्स बाई एक्स प्लस अंडर रूट एक्स स्क्वायर प्लस एक्स हो अब हजुरले इन्फिनिटी हाल्न बित्तिकै के आउँछ यो भनेको अब इन्फिनिटी बाई इन्फिनिटीको टर्ममा आयो अघि इन्फिनिटी माइनस इन्फिनिटी अब सल्भ गर्दा के हो इन्फिनिटी बाई इन्फिनिटीको टर्ममा आयो अब चाहिँ मैले के भने इन्फिनिटी बाई इन्फिनिटी आउन बित्तिकै के गर्ने त हाइएस्ट पावर अफ एक्सले डिभाइड गर्ने भने तल र माथि यसमा हाइएस्ट पावर अफ एक्स के भयो त एक्स नै भयो नि भनेपछि मैले तल र माथि दुईटाले के गर्ने एक्सले डिभाइड गर्ने अब यो गर्न बित्तिकै के हुन्छ एक्स एक्स क्यान्सल भएर -1 आउँछ माथि अब तल के हुन्छ तल दुईटामा ब्रेक हुन्छ एउटा चाहिँ फर्स्ट टर्म एक्समा ब्रेक भयो अर्को भनेको अंडर रूट के भयो एक्स स्क्वायर प्लस एक्स बाई एक्स होला लिमिट एक्स टेन्स टु इन्फाइनाइट -1 बाई 1 प्लस अंडर रूट के भयो त यो एक्स भित्र जाँदाखेरि के हुन्छ एक्स स्क्वायरमा जाने भयो भनेपछि मैले सिम्पली एक्स स्क्वायर प्लस एक्स बाई अंडर रूट है यो अंडर रूट भित्र छ है सबै एक्स स्क्वायर लेख्न मिल्छ लिमिट एक्स टेन्स टु इन्फाइनाइट -1 बाई 1 प्लस अंडर रूट अब यसलाई ब्रेक गर्दा के हुन्छ 1 प्लस एक्स बाई एक्स स्क्वायर भनेको सिम्पली 1 बाई एक्स मैले एक स्टेप गरेँ अब के गर्ने त भन्दाखेरि यो भनेको 1 बाई एक्समा गएपछि 1 बाई इन्फिनिटी भनेको 0 को फर्ममा गएपछि मैले डाइरेक्ट भ्यालु हालेँ -1 बाई 1 प्लस अंडर रूट 1 प्लस सिम्पली 1 बाई इन्फिनिटी भनेको -1 बाई 1 प्लस अंडर रूट के भयो त 1 प्लस 0 होला भनेको सिम्पली अंडर रूट अफ 1 भनेको 1 नै भयो 1 प्लस 1 2 भनेपछि सिम्पली के हो त -1 बाई 2 अब अर्को हजुरहरूलाई एउटा सोध्न सक्ने भनेको अलिकति कन्फ्युजिङ पाराले सोध्न सक्ने भनेको लिमिट n टेन्स टु इन्फाइनाइट 1 प्लस 2 प्लस 3 प्लस n बाई n स्क्वायर यस्तो खाली प्रब्लम सोध्यो भने हजुरले के गर्ने यो त लिमिटको क्वेसन पनि छ यो सिक्वेन्स एन्ड सिरिजवाला क्वेसन पनि होइन अब कसरी सल्भ गर्ने होला त र यस्तो खाली क्वेसनमा चाहिँ हजुरले के थाहा हुनुपर्छ त 1 प्लस 2 प्लस 3 प्लस देखि एनसम्म भनेको त सम अफ n नेचुरल नम्बरको फर्मुला के हो त n प्लस 1 बाई 2 होला है इन्टु n स्क्वायर जस्ताको तस्तै छ अब के हुन्छ n र n क्यान्सल भयो यो n र n स्क्वायर क्यान्सल भयो बाँकी के आउँछ n प्लस 1 बाई ट्वाइस n आयो अब म के गर्छु भन्दाखेरि यो भनेको त सिम्पली के भयो इन्फिनिटी बाई इन्फिनिटीको टर्ममा ब्रेक भयो भनेपछि इन्फिनिटी बाई इन्फिनिटीको टर्मलाई ब्रेक गर्नको लागि म के गर्छु भन्दाखेरि यो दुईटालाई म सेपरेट गर्छु n बाई ट्वाइस n प्लस 1 बाई ट्वाइस n भनेर म दुईटालाई ब्रेक गर्न मिल्छ होला भने अब लिमिट एक्स टेन्स टु इन्फाइनाइट यो भनेको 1 बाई 2 प्लस 1 बाई ट्वाइस n होला अब डाइरेक्ट अब इन्फिनिटी हाल्नुहोस् ठ्याक्कै एन्सर आइहाल्यो जस्तै 1 बाई 2 इन्टु इन्फिनिटी यो भनेको सिम्पली 1 बाई 2 प्लस 0 होला यो भनेको सिम्पली 1 बाई 2 एन्सर आइहाल्यो है अब ट्रिग्नोमेट्रिक फङ्सन हेरौँ ट्रिग्नोमेट्रिक फङ्सनमा हजुरलाई के थाहा हुनुपर्छ एउटा बेसिक फर्मुला थाहा हुन्छ जस्तै लिमिट थीटा टेन्स टु 0 साइन थीटा बाई थीटा इक्वल्स टु 1 हुन्छ त्यसै गरी लिमिट थीटा टेन्स टु 0 यदि मैले थीटा बाई साइन थीटा गर्ने हो भने यो भ्यालु पनि 1 सँग बराबर हुन्छ र लिमिट थीटा टेन्स टु 0
tan थीटा बाई थीटा भनेको पनि 1 हुन्छ। ल यो फर्मुला याद राखेपछि भइहाल्यो है। र यहाँ चाहिँ के हुन्छ हजुरलाई के थाहा हुनुपर्छ भन्दाखेरि यो थीटा भनेको के हो त? थीटा भनेको चाहिँ रेडियनमा हो है यो भनेको। र हजुरलाई के एउटा कुरा के थाहा हुनुपर्छ भन्दाखेरि 180 डिग्री भनेको 180 डिग्री भनेको पाई रेडियन हुन्छ है। पाई रेडियन हुन्छ। त्यो भनेको 1 डिग्री भनेको के हो त? पाई बाई 180 रेडियन लेख्न मिल्छ भने फेरि मैले थीटा डिग्री भन्यो भने के हुन्छ? पाई थीटा बाई 180 रेडियन। पछि थीटा डिग्री भनेको के रहेछ? पाई थीटा बाई 180 रेडियन हुन्छ भन्ने कुरा भयो। यो चाहिँ डिग्रीलाई यदि रेडियनमा कन्भर्ट गर्ने हो भने यो यसरी कन्भर्ट गर्ने। जस्तै एउटा सानो एक्जाम्पल हेरौँ। लिमिट x टेन्स टु 0 sin x डिग्री बाई x डिग्रीवाला क्वेसन सोध्यो भनेपछि यहाँ हामीले डाइरेक्ट 1 भनेर लेख्न मिल्दैन। किन भन्दाखेरि रेडियनको भ्यालु हो नि त। भने हामीले डिग्री छ भने फर्स्ट काम भनेको हामीले के गर्नुपर्छ? रेडियनमा कन्भर्ट गर्नुपर्छ है। यसको लागि हामीले के थाहा छ? लिमिट x टेन्स टु 0 साइन हामीले के थाहा छ भन्दाखेरि यदि थीटा डिग्री भने पाई थीटा बाई 180 हुन्छ नि। x डिग्री भन्दाखेरि के हुन्छ त? पाई x बाई 180 होला। अब x डिग्रीलाई पनि मैले कन्भर्ट गर्दाखेरि के हुन्छ? पाई x बाई 180 होला है। बुझ्नुभयो के गरेको? सिन्स हामीले के थाहा छ x डिग्री भनेको पाई x बाई 180 हुन्छ कि 180 रेडियन हुन्छ। अब हामीलाई के थाहा छ भन्दाखेरि यो लिमिटको फर्मुला युज गर्नको लागि यसलाई 1 भन्नको लागि त यो लिमिट पनि त पाई x बाई 180 हुनुपर्ने होला नि त। भनेपछि मैले के लेख्छु? एट x इक्वल्स टु 0 एट x टेन्स टु 0 छ भने पाई x बाई एज x टेन्स टु 0 पाई x बाई 180 पनि 0 को नजिक जाने होला नि त। भने देयरफोर लिमिट पाई x बाई 180 टेन्स टु 0 साइन पाई x बाई 180 बाई पाई x बाई 180 हो। अब यसको भ्यालु चाहिँ 1 लेख्न मिल्यो। ल अब अर्को क्वेसन हेरौँ। लिमिट x टेन्स टु 0 साइन ax बाई tan bx यस्तो खाले क्वेसन सोध्यो भने के गर्ने त? भने हामीले के थाहा छ भन्दाखेरि फर्मुला बनाउनको लागि यहाँ त ax हुनुपर्छ, तल ax हुनुपर्छ। ax हाल्न बित्तिकै के हुन्छ? मैले ax ले मल्टिप्लाई र डिभाइड गरेँ बाई तलको भागमा के थाहा हुनुपर्छ मलाई? तल त bx चाहिने रहेछ नि त फर्मुला हाल्नको लागि। इन्टु फेरि मैले bx डिभाइड गरेँ भने bx ले मल्टिप्लाई गरेँ तल र माथि भनेपछि सेम माथिकै फङ्सन आउने भयो। अब के गर्ने भन्दाखेरि x र x क्यान्सल भइहाल्यो भने सिम्पली एक लाइन अझै लेखौँ न ल। इन्टु a होला बाई tan bx बाई bx इन्टु b होला। अब के गर्ने भन्दाखेरि लिमिटको प्रपर्टी युज गरेर माथि र तल मैले डिभाइड गरेँ। सो x टेन्स टु डिभाइड 0 साइन ax बाई ax होला बाई लिमिट x टेन्स टु 0 tan bx बाई bx होला। तर यो a र b भनेको त कन्स्ट्यान्ट हो भनेपछि कन्स्ट्यान्टलाई मैले सिधै बाहिर ल्याउन मिल्छ भनेपछि a बाई b इन्टु डाइरेक्ट गरेँ a बाई b इन्टु लिमिट यति ल्यायो। अब हामीलाई के थाहा छ भन्दाखेरि एज x टेन्स टु 0 x टेन्स टु 0 हुँदाखेरि ax पनि 0 को नजिक जान्छ र त्यसै गरी bx पनि 0 को नजिक जान्छ भने अब यसलाई मैले के लेख्न मिल्छ त? लिमिट ax टेन्स टु 0 साइन ax बाई ax बाई लिमिट bx टेन्स टु 0 tan bx बाई bx। ल यो भनेको के रहेछ त? यो भ्यालु भनेको 1 रहेछ, यो भ्यालु पनि 1 रहेछ भने सिम्पली एन्सर के आउँछ? a बाई b आउँछ।